भर्खर आइपुग्यो है हामी चाहिँ नातिनीको भात खुवाइ के गुनेचोलीमा आइसके टिका लाउने कार्यक्रम चल्दैछ है। आज नातिनीको गुनेचोलोमा रमाइलो हुँदैछ है। हाम्रो सब दार्खाली हो, दार्खालीले भरेछ है गाई चाहिँ। यता हेर्नुहोस्, हामी सबै दार्खाली हो। के छ बहिनी हालखबर? तपाईँहरू कहाँ सिरिनबाट आउनु भयो? बिनु भान्जीलाई के भयो? गराइरहनु भएको छ? भान्जा सोझो दिएर हेर्नु भएको टिका लाउने कार्यक्रम भइरहेछ है। आज हाम्रो नातिनीको गुनेचोलो पठाइदिनु व्हाट्सएप छ होइन, म पठाइदिउँला नि त। त्यो भिडियो गरेर बस्नु तपाईँ खिच्नु गर्नु अनि मेरो हामी दुईजना खिच्दै गर्नु। यो कुन धादिङ शीतलेख गाउँपालिकामा आज नातिनीको गुनेचोली हुँदैछ। अहिले टिका लाउने कार्यक्रम भइरहेछ है गाइस। ल ममहरू बाजेहरूले टिका लाउँदै हुनुहुन्छ। एकदम रमाइलो ठाउँ छ है गाई चाहिँ। यो धादिङ जिल्ला है, धादिङ डाँडाकाँडा लेक। भिडियो गर्नु अनि फोटो खिच्ने बेलामा चाहिँ दिनुपर्छ, भइहाल्छ नि। यहाँ खिच्यो भने मेरो फोटो हुन्छ है। अच्छा के अरे सबै मिलाउनु भने कोहीले खान पाएन जस्तै सगुनहरू सबै गर्नु भने कसरी फोटो कसरी हुन्छ ए त्यहाँ तल
के दिनु भएको आमा गम्ती गम पुरै ल सोइ ल सुन ल हाम्रो नातिनीको कुनै चोलीमा है हेर्नुहोस् हाम्रो चलन यस्तो छ है यस्तै छ हाम्रो गाउँमा है नातिनीको गुने चोलीमा यस्तै छ हाम्रो गाउँमा हाम्रो दार्खाली साइलीले दिनुभएको छ अब ड्याममा हाम्रो अनि आस्याङ हाम्रो भाषाबाट चाहिँ यस्तो हुनुहुन्छ है फेरि यो मेरो साइली आमा दिदी बुहारीहरू हुनुहुन्छ धारो त उता पो गयो त हाम्रो गाउँघरको धारो यस्तो छ है गाइस हेर्नुहोस् यता थापेको उताबाट पो गएर पानी कति रमाइलो छ है मेरो बहिनीहरू माइलो बाबु छोरी बुहारीहरू त्यहाँ हुनुहुन्छ दिदी अनि मामाइजीहरू गाउँघरको घर यस्तै छ हाम्रो हेर्नुहोस् यो धादिङ लेकतिर पर्छ है
भिडियो गर्ने क्या कहाँ नाच्ने
सानो स्यासमी We're